Morning everyone guys, welcome back my YouTube channel BBSM Vlog. I hope कि हजुरहरु सबैजना सन्चैमा हुनुहुन्छ र म पनि सन्चै छु र मैले चाहिँ नेपालमा छु र म चाहिँ ठ्याक्कै अहिले हाम्रो जोगी पोखरामा छु। या टलतिर चाहिँ हाम्रो स्कुल जाने बाटो छ भने यो चाहिँ मास्तिर हाम्रो घरबाट आउने बाटो र अहिले चाहिँ म भाकर बोकेर साथीहरुलाई कुरेर बसेको छु। अनि आज चाहिँ 12 गतेको लागि छेवार गर्नको लागि दाउरा खोज्दै जाँदैछु। हजुरले हेर्न सक्नुहुन्छ आजको फुल भिडियो। आज त इन्टरटेन हुनेछ जंगलमा है। जंगलले तल्ल साथीहरु चाहिँ आएर हिँडी भएको छ। हाम्रो साथी भर्खर बम्बईबाट आएको आज चाहिँ दाउरा बोक्न परेछ गाइस। ल हामी चाहिँ अब लाग्यो दाउरा खोज्न तलतिर है, अब जंगलमा है। ल साथीहरु यो चाहिँ हाम्रो लबडारा, त्यो चाहिँ थपन। अब जंगलमा कहिले पुग्ने थाहा छैन। ओ यता हेर्न सक्नुहुन्छ कुदिरहेछ साथीहरु। अब चाहिँ यो जंगलमा जाने हो, दाउरा खोजेर ल्याउने हो। साथीहरु मेरो दाउरा चाहिँ यति भयो, अब पुग्छ होला। बडै मुस्किलसँग खोजेर भ्यायो। हेर्न सक्नुहुन्छ हाम्रो यो बुटियारा माथिको जंगल पसिना पसिना नि भयो। भोक पनि भ्यायो। साथीहरुको बारी पुग्यो होला, मास्तिर छ सबै। म एक्लै चाहिँ यता छु। अब म चाहिँ बारी हाल्छु है। ल गाइस फाइनली मेरो ढाकर चाहिँ भरिसकेको छ। म चाहिँ यति नै बोक्न सक्छु, यो भन्दा चाहिँ सक्दैन। अब साथीहरुको पुग्यो कि पुगेन भने फेरि उनीहरुको पनि खोजिदिनु पर्यो। म चाहिँ अब मास्तिर जानुपर्छ। यत्रो उकालो हेर्न सक्नुहुन्छ है। यहाँ छ गाइस साथीहरुको बारी चाहिँ यता रहेछ। म चाहिँ पुग्दै छु। माका लाग्छ माले मुन ए अनिल सारू ओटातिर त समात्न, सानोमा समातेर झर। दाउराको भ्याइ बाटोमा आइरहेको दाउरा बोकेर यता माइजू भाउजूहरु, यता साथीहरु है साथीहरु। ल अब केही छिनमा पुगिन्छौँ। दाउराको भारी चाहिँ भारी, कसको ठुलो भारी छ हेर्नुस्। फाइनली घर आइपुग्यो। यहाँ माइजू, यहाँ भाउजू, चल रे चल। यहाँ गुमा, यहाँ अंकल घर आइपुग्यो फाइनली। ल यो घरको लागि दाउरा ल फाइनली घर आइपुग्यो गाइस हैन। ल आजको भ्लग चाहिँ यति नै। कस्तो लाग्यो कमेन्ट गर्नुस्। आज चाहिँ बहुत गाह्रो भयो। ल छेवारको लागि दाउरा गाइस फाइनली दाउरा राख्न सफल भयो। यत्रो दाउरा छ भारी। ल बाँकी 12 गते छेवारको दिन आउनेछ भ्लग। आजको चाहिँ यति नै। सब्स्क्राइब गर्नुहोस् होला, सब्स्क्राइब नगर्ने साथीहरुले। ओके।